हेलो साथीहरु नमस्ते। हेर्नुस् त आज फेरि तपाईहरुको माझ मैले नयाँ रेसिपी लिएर आएको छु। मैले चाहिँ आज निग्रो र मसिनो लोकल खालको आलु बनाउँदै छु। हेर्नु है साथी, मैले काटिसके यहाँ मैले सुकेको खोर्सानी र लसुन किचारेर राखेको छु। हेर्नुस् है, मैले यहाँ सरसोको तेल हालेर पनि पाँचफोरन पड्काइसके। त्यसको माथिबाट फेरि लसुन हालेर पड्काए। हेर्नुस् है साथी, हो निग्रोमा चाहिँ बेसी मसला हाल्यो भने मिठो हुँदैन। हामीले चाहिँ यसरी नै बनाएर खान्छौँ। हेर्नुस् है, यहाँ मैले सुकेको खोर्सानी हालिदिएँ, फुलिसक्यो। अनि माथिबाट मैले हल्दी पाउडर हालिदिएँ साथी हो। अनि मजाले पहिला आलुलाई चाहिँ मजाले भुट्छु म, किन भन्दाखेरि आलु पाक्नु अलिक टाइम लाग्छ। त्यही भएर आलुलाई चाहिँ मजाले पहिला भुटेर अनि माथिबाट बल्ल म निग्रो हाल्छु है साथी हो। हेर्नुस् है, आलुलाई चाहिँ मजाले भुट्छु। तपाईहरूले कसरी बनाउनुहुन्छ कमेन्ट गर्नु होला साथी हो। तपाईहरूलाई मैले बनाएको रेसिपी मनपर्छ भने मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। अनि जसले मेरो फेसबुक पेजमा हेर्नुहुन्छ उनीहरूले पनि मेरो फेसबुक पेजलाई फलो गर्नु होला साथी हो। हेर्नुस् त, मैले मजाले आलुलाई पहिला चाहिँ भुट्छु। भुटिसक्नु आँट्यो अनि मैले माथिबाट निग्रो हालिदिएँ साथी हो। यो चाहिँ हाम्रो यहीँको निग्रो है साथी हो, लोकल है निग्रो चाहिँ। हेर्नुस् त कस्तो मजाले भुट्ने छु मैले पहिला यसलाई। अब बर्खामा त यस्तो सब्जीहरू खानु पाइरहन्छ नि साथी हो। तपाईहरूले नि खानुहुन्छ कि हुन्न कमेन्ट गर्नु होला। जसले खानुभएको छैन यसरी बनाएर खानु होला। हेर्नुस् त, अब मजाले छोपी पकाउँछु म एकछिन। मजाले पाक्नु दिन्छु पहिला। हेर्नुस् त, मैले छोपेर निकालेँ, सबै गलिसकेछ। कति मजाले गलेछ हेर्नुस् त। यसमा चाहिँ अरू मसला के पनि हालेन है साथी हो। मैले चाहिँ खालि निमक र हर्दी मात्रै नहालेको। अरू चाहिँ मसला मैले केही हालिनँ, किन भन्दाखेरि मसला हाल्यो भने मिठो हुँदैन। साग हो नि त यो, सागमा। हेर्नुस् त कस्तो मजाले भुटिँदैछ। अब म यसमा अलिकति एउटा टमाटर काटेर हालिदिन्छु। मैले टमाटर काटेर राखेको थिएँ साथी हो, मैले टमाटर हालिदिएँ एउटा। ल अब टमाटरलाई एकछिन गल्नु दिन्छु अनि त्यसको बादमा रेडी हुन्छ। हेर्नुहोस् है, टमाटर गल्नु थाल्यो साथी हो। मैले टमाटर हालेर पनि एकछिन छोपेर फेरि खोलेर मैले टमाटर गलिसकेको छ। हेर्नुहोस् है, अब यसलाई सबैतिर मिलाइदिन्छु मजाले अनि हुन्छ साथी हो। भइसकेछ, आलु पाकिसक्यो, निग्रो पनि पाक्यो साथी। हेर्नुहोस् त कस्तो यामी देखेको छ। तपाईहरूले पनि यसरी नै बनाएर खानु होला। म चाहिँ अब खाना खानु रेडी गर्नु पर्यो साथी हो। यहाँ निग्रोको सब्जी, यहाँ मैले पकौडीको सब्जी बनाएको थिएँ, यहाँ मैले फर्सीको फुलको पकौडी बनाएको छु, यहाँ मैले निबु र खोर्सानी राखेको छु साथी हो। हेर्नुहोस् त।